हामी यहाँ 3 पाटन आएर यो दिदीको घर हो। दिदीको घरबाट यसो घुम्न निस्केको सबैजना। उहाँ चाहिँ यिनीहरू चाहिँ ट्विन्स जस्तै भएर हिँडेका छन्, एउटै लुगा लाछन्। हामी चाहिँ फरक फरक, हाम्रो त्यस्तो ड्रेस छैन। हामी यहाँ हिँड्दैछौँ। धान खेत छ यो 3 पाटन भन्ने ठाउँमा एकदम धेरै धान खेत जाम। अब कता कता जान्छौँ र जाउँ, लेट्स गो। कताबाट जाने हो? अब हामी जाँदैछौँ हिँड्नलाई। सास परेछ केही छ? आऊ छिटो आऊ। तमाम बाबु तिमीलाई कस्तो लाग्यो त 3 पाटन? राम्रो लाग्यो अरे बाबुले। वहाँ 3 पाटन जाम कि 3 पाटन जाम कस्तो हुन्छ भनेर आयौँ। यताबाट खेतै धान खेत जाँदैछौँ। लुइन नमस्ते झार। यो चाहिँ यस्तो हुन्छ। यसलाई चाहिँ यो हामी सानोमा यो छुने बित्तिकै यो छोएपछि लालाक लुलुक पर्छ क्या। तराई फाड जस्तो छ क्या यहाँ चाहिँ। पुरै हरियाली डाँडा छ। कस्तो राम्रो छ क्या। ए फटाफट हिँड न हौ। खै बुइनी कहाँ गयो? बुइनी तिमी किन नहिँडे कि? अघि चाहिँ म जाने भनेको होइन। ऊ त झोलुङ्गे पुल त्यो चाहिँ 3 पाटन र उता बेलघारी जोड्ने झोलुङ्गे पुल चँदा खोलाको ठुलो रहेछ। लामो छ पुल पनि। अब त्यहाँ जाँदैछौँ हामी। हेरौँ कस्तो कस्तो हुन्छ। खेत पनि हिँड्न सकिन्न के यस्तो हाली। गर्मी यहाँ पनि एकदम धेरै गर्मी। उयो विराटनगर जस्तै गर्मी हुँदो रहेछ। र हिलो छ एकदम। धानको हिलो हेरौँ। धान कस्तो धानको फाँट क्या एकदम राम्रो। खेतै मात्रै छ। होइन स्कुल छ। कतिसम्म छ यो स्कुल थाहा छैन। हेर्दा त नजिकै थियो है त्यो पुल। तर आउँदा त्यो झोलुङ्गे पुल। तर आउँदा अब खै कसरी आउने। यहाँ तर्ने ठाउँ नि यस्तो। बाटो भटमास रहेछ कति धेरै। यहाँ न भटमास यस्तो धेरै फलेछ। कति नजिकै जस्तो लागेको थियो कि होइन अघि त त्यो पुल। हिँड्नलाई फेरि सेतो पेन्टको हालत यस्तो भयो। एउटा पेन्ट त्यस्तै पारेर फ्यालेछ सेतो पेन्ट। 2टा पेन्ट बर्बाद हिँड्ने भएर। यता काँसघारी छ। उनीहरू पुगिसके बच्चाहरू आउँदैनन्। अर्को टोली आउँछन्। ओइ छिटो आऊ न, छिटो। खेतै मात्र देखिन्छ क्या यहाँ त। खेतै मात्रै धान ओन्ली धान। चौधा खोलाले पहिला त यो सबै लगाएको थियो। अहिले त खोला उता गएछ। अनि त्यही भएर खेती गर्नलाई पनि सजिलो भएछ। आधी खोला यता आएको रहेछ।
आधी खोला तल बगेको छ है। यो चाहिँ चँदा खोला बर्खामा एकदमै धेरै ठुलो हुन्छ। कति त मान्छे बगाउँथ्यो यहाँनिर यो खोलाले पहिला पहिला, अहिले चाहिँ थाहा भएन। पहिला कता कता हिँड्छन् यिनीहरू, कता 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 कता। धनकै बाला झुलाउला मायालाई बोलाउला। आमामा हिलमा बा हिलामा छ्या चप्पल गाडेर हिल्लो कहाँबाट हिँडेको त नि धात तेरिका हो। कस्तो फेरि घटाइदियो हेरेर पो हिँड्नुपर्छ चप्पल छिटो। मेरो मलाई के त यति भ्यास्लिङ चप्पल छ कस्तो भने। ए बाबु हातले तान्न चप्पल ल हिँड। हिल्लै हिलो है। म त चिप्लिन्छु होला मेरो सेतो पेन्ट। अब यो पनि गए जस्तो छ। अब बल्ल आली आयो। आली 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 आली। फाइनली पुलमा आइपुग्यौँ हामी। तर पुल चाहिँ हामी चढेनौँ। यो हिलो छ, हिलोबाट माथि यहाँ खेतमा जानु पर्यो। खेतबाट अनि पुल चढ्नु पर्यो। झुलुङ्गे पुल चाहिँ हामीले चढेनौँ। यही हो। भाइहरूले माछा पनि मार्दै रहेछन्। बाबु बिचमा नजाऊ है सम्यम। ए उता नजाऊ न, उता जान हुन्न कि। यहाँ खोला, यो खोला त डेन्जर खोला हो नि। किन साँझ पर्यो। आज पनि 3 पाटनको ब्लग अब यतिकैमा बाई बाई। नानी कस्तो फिल हुँदैछ त? त आउँदिन आउँदिन भन्थिस्, के हुँदैछ अब? एकदमै राम्रो। आएपछि बेकार आएछु जस्तो भयो कि? कुनै कुनै बेला भयो, कुनै कुनै बेला भएन। बाबु तिमीलाई कस्तो हुँदैछ? कस्तो रहेछ? एकदम राम्रो। ल बाई बाई भन्दैौ न त। बाई। वाह पानी। ए बाबु उता नजाऊ, धेरै उता नजाऊ। सम्यम धेरै उता नजाऊ। ए त्यसलाई तान्नु न। ए तेरिका हेलो गाइस, आज हामी खोलामा आएको। खोलामा चाहिँ यसलाई बोकेर लिएर आयो। म चाहिँ यसलाई फेरि छोड्छु। खोइ त म आउँछु मात्र के साना। सही के ईसा तँ कपाल मिलाउ न यार। यहाँ जताततै त्यही भाँसिँदो रहेछ है। यस्तो भयो बिजोक भाँसिएर। त्यहाँ यहाँ हाम्रो भाइले फेरि चप्पल गाडेर कहाँ गयो गयो चप्पल। त्यसको एउटा चप्पलै हरायो। चप्पल खोज्दैछौँ। बिजोक छ यहाँ, कताबाट जाने हो। बाबु उता जाऊ है, चप्पल भाँसिँदो रहेछ। चप्पलै भाँसेर ल हिँड, छोड्दै चप्पल। अब त्यो चप्पल अहिले अर्को के आपत पर्ला। माछा मार्न पो छिरेको यो मान्छे।
अलि यतापट्टि हेर त उ त्यो खुट्टा हालेको जस्तो रह उ त्यहाँ माथि हेर्दा उ